अहिले चाहिँ रातिको ठ्याक्कै 1 बज्यो अनि अहिले 1 बजे राति चाहिँ दाइरोमा करेन्ट बनाएर खाने सुरसार आउँछौँ होइन। दाइ केही भन्नु छ त? केही पनि भन्नु छैन, मलाई लास्टै भोक लागिरहेको छ। हामी चाहिँ त्यस्तै कामहरू गर्छौँ होइन। राति ढिलो सुत्ने ढिलो उठ्ने। अहिले चाहिँ दाइले हाम्रो 3टा करेन्ट छ होइन गाइस। 2 PM हो। ए हाम्रो 3टा 2 PM छ। 2 PM छ तर हामी 1 PM मा खानु आइरहेको छौँ होइन। हाम्रो रेडी भइसकेको छ होइन। चाउमिन भन्दा 2 PM तारेर अरे उसिनेर हाम्रो रेडी हुँदैछ होइन। अब यहाँ दाइले एग फ्राई हुँदैछ। बनाउनु थालेको 1 बजी तर खाना ठ्याक्कै 2 PM नै होला। 2 नै बदलाएको छु यहाँ बाद। अब सबै रेडी भइसकेको छ गाइस। हामी यहाँ चाहिँ भेजिटेरियन सबै कुराहरू पनि रेडी भइसकेको छ। मम्मी हो कमेन्टलाई बनाएको मिलेर कमेन्टमा बनाएको मिलेर भन्छ अरे। तर ऊ छ हौ प्लास्टिक उता थालभित्र कतिको भाइ? बस ठ्याक्कै 1 बजीदेखि बनाउनु थालेको रातिको 2 बजी 2 PM। अर्को बाहिर छ, बाहिर बिग्रिन्छ। अर्को बाजदेखि त बस्नु थाल्छ। कतिखेर 2 बज्छ भनेर केटाहरू अस्ति नै हामी गेम खेल्दा हेर्दैछौँ। हामी त चटपटी खान्थ्यौँ क्या हजुर होइन, चौडे खान्थ्यौँ। केटाहरू त अर्को बाजदेखि पर्किनु लाग्छ। कानमा मात्र बोलाउने हालेर बोलाउने। सिद्धान्त त्यस्तो छ है गाइस। रातिको भोजनमा त बोलाउँदै ट्याक्क हाम्रो चाहिँ रेडी भइसक्यो होइन। अब हामी अटाइ खान्छौँ यसलाई। यो लिएर जाउँ ल भित्र। हामी चाहिँ नाइटमा यस्तो गर्छौँ। अहिले चाहिँ अब ठ्याक्क 1 बजेर 40 मिनट गयो अनि अहिले हामी चाहिँ दाजु होइन अरू चाहिँ सुतिसक्यो होला, गाउँको सबै मान्छेहरू सुतिसक्यो होला। तर दाइ र मैले चाहिँ दाइले बनाउनु भएको, म चाहिँ साथी मात्रै दिएको होइन। बनाएर हामी चाहिँ अब 2 PM-लाई यहाँ हाम्रो रेडी भइसकेको छ। यहाँनिर हाम्रो 2टा 2 PM रेडी भइसकेको छ। हामी चाहिँ यसरी नाइटमा घरिघरि गर्छौँ होइन। सो त्यो समयमा चाहिँ हामी सकेसम्म चाहिँ अहिले हामी गरिदिनुपर्छ। केही छ तपाईँलाई भन्नुपर्ने पाकिसकेको छ। हजुर अरू पाकिसकेको छ। अब किन ढिलो बोलेर ढिलो नगर, पहिला खाऊ। अड्याइ खानुपर्छ 2 PM-लाई। लगभग 2 PM नै हुन आँटेको छ।